गर्छौ भने जनताको इच्छाहरू पुरा बोल्देऊ न त बालेन सरकार तिमीले दुई चार कुरा जनमतको कदर तिमीले गर्नै पर्छ आखिर संसदमा विरोध हुन्छ नबोलेकै खातिर दुई चार शब्द बोल्देऊ भन्ने अनुरोध हो हाम्रो तिमी बोले देश जनतालाई हुन्छ राम्रो नबोलेरै कामले मन जित्छौ हामीलाई थाहा छ प्रधानमन्त्री बोलेनन् है भन्ने विरोध भएको छ यसै गरी बस्यो भने नबोली जनताले पछुतो भो भन्छन् कि त भोलि राम्रो बजेट राम्रै नीति राम्रा कामले केही बोलेर जनताको मन जित्यो भन्छौ हामीले केही बोलेरै जनताको मन जित्यो भन्छौ